तर आफूसँग एउटा एक्स्ट्रा बाइक चाहिँ हुनुपर्छ है। क्रस फायर चलाउनेहरू राइडरहरू चाहिँ सेकेन्डरी बाइक नभएसम्म चाहिँ नलिनु नै भन्छु म चाहिँ, किनकि मैले लास्टै दुःख पाएको छु यार। अब कहीँ घुम्न जानु पर्यो, अफ रोड राइड साइड जानु पर्यो भने मात्रै ठिक हो क्या यो बाइक चाहिँ। रेगुलर बेसको लागि चाहिँ काम छैन है। लास्ट दुःख दिन्छ यार। बाटोमा हिँड्दा हिँड्दा स्टार्ट अफ भइदिन्छ यार कहिले काहीँ। तेल त पानी खा जस्तो खाइदिन्छ यार। माइलेज भनेको त्यही 20 किलोमिटर दिएला 1 लिटरले।